नमस्ते। काठमाडौँ उपत्यकाका मन्दिरहरूको ब्लग एपिसोडमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी उपत्यकाको एउटा यस्तो पवित्र र रहस्यमय शक्तिपीठमा छौँ जुन जति धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण छ त्यति नै सांस्कृतिक र भौगोलिक हिसाबले पनि विशेष छ। काठमाडौँको सोह्रखुट्टे नजिकै रहेको हरियाली डाँडामा अवस्थित मेपी अजिमा मन्दिर। नेपाल भाषा नेवारीमा मे को अर्थ हुन्छ तिग्रा र वी को अर्थ हुन्छ उत्पत्ति हुनु। पौराणिक लोककथा अनुसार अजिमा माई यस डाँडामा प्रकट हुँदा देवी स्वयं आफ्नै तिग्राबाट ज्वालाको रूपमा उत्पत्ति हुनुभएको मानिन्छ। त्यसैले यस ठाउँलाई मेपी र देवीलाई मेपी अजिमा भनिएको हो। काठमाडौँ उपत्यकालाई 8 दिशाबाट रक्षा गर्ने अष्टमातृका 8 अजिमा मध्ये मेपी अजिमा पनि एक हुनुहुन्छ। उहाँलाई उत्तर दिशाको रक्षकको रूपमा पुज्ने गरिन्छ। वज्रयान बौद्ध परम्परा र तान्त्रिक अभ्यासमा पनि उहाँलाई ज्ञानेश्वरी वा योगाम्बरीको रूपमा मानिन्छ। इतिहासको अनुसार परापूर्वकालमा साधना र तान्त्रिक सिद्धि प्राप्त गर्नका लागि यस मेपीको शान्त र एकान्त जङ्गलमा साधना गर्न आउने सिद्ध गुरुहरूको पनि एउटा स्थान हो भन्ने सुन्नमा पाइन्छ। विशेष गरी चैते दसैँ, मोहिनी बडा दसैँ र स्थानीय जात्राका समयमा यहाँ ठुलो मेला लाग्ने गर्छ। अजिमाको जात्रा नजिकैका नेवारी समुदायका गल्लीहरूमा घुमाइन्छ, जसले डाँडाको यो शक्तिपीठलाई सहरको ज्ञान जीवनसँग जोड्ने गर्छ। यस पवित्र स्थलमा भदौमा एक भव्य मेला लाग्ने गर्छ र सँगसँगै वैशाखमा यहाँ जात्रा लाग्ने पनि गर्ने गर्छ। सहरको धुलो र भिडभाडबाट केही समयमै पुग्न सकिने यो हरियाली डाँडा र आध्यात्मिक शान्ति र प्राकृतिक वातावरण दुवैका लागि अद्भुत ठाउँ हो।
उपत्यकाका हरेक मन्दिर र डाँडाहरूमा यस्तै अनगन्ती कथाहरू लुकेका छन्। बेपी अजिमाको यो यात्रा यहाँहरूलाई कस्तो लाग्यो कमेन्टमा पक्कै भन्नुहोला। काठमाडौँ उपत्यकाका मन्दिरहरू र धार्मिक स्थान धार्मिक श्रृङ्खलाको यस एपिसोडमा म बिदा लिन चाहन्छु। यहाँहरूसँग नयाँ कथा र अर्को पवित्र स्थानबाट भेट हुने बाचाका साथ बिदा हुन्छु। हजुरहरूकै प्यारो हिँडुवा ब्लगर मेपी।